व्हाट्सअप गाइज, आजको यो मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि सो गाइज, आज धेरै गर्मी छ के, अनि चल्दिम सुस्तातिर भनेको यहाँ म अनि यहाँ साथीहरूसँग। अनि पहिला सुदीप गरेर जान्छु, यिनी हुन् सुदीप, यो पछाडिको निशान्त चौधरी, अनि म सुरज भ्लग, हजुरले चिन्नुहुन्छ होला। अनि जाने पहिला सुदीपको घर कहाँ हो गरे जगन्नाथपुर जाने, अनि त्यहाँबाट हामी सुस्ता पुल जाने हो कि आज घुम्न। अनि त्यही हो। अनि हामी यहाँ पुगिसकेछौँ, उखुबारीको बिचमा छौँ कि हामी अहिले। कुन ठाउँ हो यो? के दरखासे भन्ने कुन ठाउँ हो यार? फर्स्ट टाइम आएको छु कि म। अनि त्यही हो, गइरहेछौँ। अनि यहाँबाट साथी घर गएर अब त्यहीँ भेट हुन्छ डाइरेक्ट। फाइनली गाइज हामी यहाँ पुगियो। यो कुन स्कुल हो? गणेश यहाँ गेम चाहिँ हुन्छ। अनि यही हो गाउँ, टक्का यो घर कतातिर छ? उता छ। अब घर गएर भेट हुन्छ होइन। सो अब त्यही हो। फाइनली गाइज हामी घर पुगियो, सुदीपको घर होइन। गइरहेछौँ भित्र हेरौँ, अब सबसँग भेटसेट गरेर भेट्ने है त हामी पनि। फाइनली गाइज, हजुर भात सात नखाने साथी यत्तिकै भात सात खायौँ भने यहाँ खाने बेमा दिदीको डाइरेक्ट दिदीको बेमा खाने के। अनि यहाँबाट आएर सुदीप ड्रेस चेन्ज गरेर अनि निस्किन्छौँ। खासमा के कम्प्युटर क्लास गइयो, अनि आधी घन्टा पनि भएको छैन के। अनि के भयो भन्दाखेरि लाइनै काटिदियो। अनि लाइनवालालाई कल गरेको, अब एकैचोटि 6 बजे लाइन आउँछ। अनि के गर्ने त भने जाम साथीको घर। साथी ओ एकछिन नचलाउ न धारा एकछिन नचलाउ न, डिस्टर्ब हुन्छ। अनि साथी घर जाम भनेको। अनि आछौँ, अब त्यही हो, भेटसेट भयो। अनि सबजनासँग यहाँ मोटेलाई हेर्न सक्नुहुन्छ, यहाँ म छु। अनि त्यहाँ साथी डाइरेक्ट मोटो त चलाउनु पर्थ्यो त फेरि। अनि त्यही अब यहाँबाट ड्रेस चेन्ज गर्छन् सुदीप। अनि यहाँबाट हामी निस्किन्छौँ। अनि त्यही हो गाइज, अब यहाँबाट हामी निस्किन्छौँ सुस्ता पुलतिर होइन सुदीप। अनि सुदीपले राइड हान्छन्। पहिल्यै भन्दैछु म त चलाउनु बाइक। यस्तो कालो सिटमा होइन हरित तातिन्छ कि चाकै तातो भइहाल्छ यार, अरू त के भनौँ। अनि हेर्न सक्नुहुन्छ घर बनिरहेछ कि सुदीपको। अनि यहाँबाट हामी निस्किन्छौँ अब उता सुस्ता पुलतिर। अनि त्यही सुस्ता पुल भन्नाले नै अब त्यहीँ गएर भेटौँ है त। फाइनली गाइज हामी सुरजपुरा पुग्यो होइन, सुरजपुरा पावर हाउस। यहाँ हेर्न सक्नुहुन्छ पानी यस्तो बबाल आइरहेछ होइन। पुरै नगर्नु के, उता हेर्न धेरै डेन्जर छ कि यो नदी के, हरिफ छ हेर्नु न। अनि यहाँ हामी फाइनली पुग्यो सुरजपुरा पावर हाउस। अब यहाँबाट हामी निस्किन्छौँ। त्यही हो फाइनली गाइज, हामी यहाँ हेर्न सक्नुहुन्छ पुलमा पुग्यो। अनि यहाँ पुगेर अनि सोधेको के बाइक छिराउन पाइन्छ कि नै, बाइक पनि छिराउन पाइन्छ। अनि त्यही हो, गइरहेछौँ। खाउन डबल त्यहाँ बस्छु म। अनि त्यहाँबाट टक्क हामी अब हेर्न बहुत ठुलो छ कि पुल, गान्डीका त हल्ला गरिदिन्छन् के यहाँ। अनि यहाँदेखि हरिफ ठुलो छ, कति किलोमिटर छ थाहा छैन त्यो मलाई पनि। अनि म यहाँ बाइकमा चढेर जान्छु। अनि त्यही हो अब बाइकमा बसेर हल्ला गर्छ। अनि गइरहेछौँ हामी, मस्त खतरा छ के यो, यस्तो ठाउँ छ होइन, बब्बाल छ। त्यही हो, मैले देखाउँछु म हजुर। अहिले गाइज हामी त्यता पारीदेखि यो यता आइसकेछौँ होइन। यस्तो भिड थियो, यो बाइक त छिर्दा पनि छिरेको थिएन। डेन्जर छ कि यो पुल, हिँडेर आयो भने त पानी चाहिन्छ 1 लिटर। त्यही हो। अनि गइरहेछौँ हामी यतातिर। अनि यहाँ हामी बिचमा छौँ के, जस्तो कि समुद्रको बिचमा छु म। अनि त्यही हो, हरिफ ठाउँ छ कि, भ्यू त कुरै नगर्नु, डेन्जर छ भ्यू। डेन्जर छ के पुल, हरिफ ठुलो छ। कति किलोमिटर होला यो? 1500 मिटर, 1500 2000 जति मिटर होला यो। मिटर कि
किलोमिटर भन न 1.5-2 किलोमिटर छ कि यो पुल हरिफ ठुलो छ अनि त्यही हो हरिफ मजा आउँदैछ मलाई त यहाँबाट यो यो अब के भन्ने यार यो नदीभित्रै छौँ के यता पानी छैन सुखे छ अनि अब हामी उतातिर गएर फेरि अब पुलतिर आउने अनि हेराउँछु म तिनीहरूलाई त मोज पाएँ अब सिङ्गलमा नै अब कुरै नगरौँ न ल त्यही हो गाइज फाइनली गाइज हामी यहाँ पुलमा छौँ के खतरा छ न पुल त्यही हो अनि घुमिरहेछौँ हेर्न सक्नुहुन्छ पुल बबाल छ के हरिफ ठुलो छ पुल अब हामी यहाँबाट निस्किन्छौँ अनि त्यही हो आजको लागि यति नै म हजुरहरूसँग बिदा लिन चाहन्छु ल बाई बाई गाइज